Hello everyone, welcome to new reaction video. अनि आजको हाम्रो reaction video is gonna be on World Cup exports. अनि अब नेपाली यो World Cup exports रहेछ as is World Cup season हैन अब सुपर भइराछ गेमहरु अब अनप्रेडिक्टेबल भइराछ अब रमाइलो भइराछ हामीले हेर्न ल म कसको सपोर्टर चाहिँ अब के गर्नु मेसी दादा जता म त्यतै होइन जस्तो त्यही भन्दैमा ढिलो नगरिकन सुरु गर्दिम है त अहिले वर्ल्ड कप आउँदैछ वर्ल्ड कपको बारेमा थाहा छ तपाईलाई थाहा छैन अहिले देशमा नयाँ सरकार आएको मात्रै थाहा छ देशमा नयाँ सरकार आएको मात्रै थाहा छ ओ अलग लेभलको भन्दा त त्यसको सपोर्टर हो तपाई अहिले त थाहै छैन भरे हेरेको मात्रै कसले जसले जित्छ त्यसकै हो क्या तपाईँ जसले जित्छ त्यसकै हो त्यस्तो त दही चुरे भइगयो नि त दही चुरे भइगयो नि नेपालमा चाहिँ बालेनको विदेशको चाहिँ भरे च्वाइस नेपालको चाहिँ बालनको विदेशको चाहिँ भरे हैन के पोर्चुगल अनि अर्जेन्टिना भन्छ कुन देशको फ्यान तपाईँ पहिला त अर्जेन्टिना नै थियो अहिले फेरि चेन्ज हाम्रो मेसी दादा स्याड है आन्टीले स्याड बनाइदिनु भयो अनि त्यसो त बालेन अब सकेपछि फेरि अर्को चेन्ज होला नि तपाईँको हुँदैन राजनीतिको गेममा नै अलि बढी चासो हुने भएको हुनाले अहिलेको सबैभन्दा सुपरस्टार खेलाडी त रवि लामिछाने नै हुनुहुन्छ चाहे रोनाल्डो मेसी जे भने पनि हाम्रो रवि लामिछाने आज पछिका नकचडाहरूलाई कुडी खेलमा राखी उडेर घुमाएर एक किक हान्न मनको पनि नाकको डाँडी भाँचिरहेको फिफा वर्ल्ड कप 2026 कसले जित्छ होला Surely France. पोर्चुगलले नै जित्छ नेपाल खत्तम जित्नै पर्छ नेपालले कुनै न कुनै दिन चाहिँ World Cup starting with the captain, Rishi Damala, Parka Sampang, Shingu Pandey, Belu Baje. ओए पोर्चुगल नदेन गफ बरु भन जित्ने चाहिँ कहिले तेरो पहिलो वर्ल्ड कप यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ हतार गरेर हुँदैन यो चीजलाई चाहिँ जति समय लाग्छ 35 टेबल ठटाको पनि फेरि त्यस्तै छ वर्षमा नभएको चिज 35 मिनेटमै नखोजौँ त्यसलाई अलिअलि केही समय लाग्छ अनि के वर्ल्ड कपमा कसले जित्ला रहेछ यो पालि त स्वतन्त्रले जित्छ घन्टी इफेक्ट गाइजहरु घन्टी इफेक्ट अनि सुन त तैले दिउँसै तारा देखाछस् होइन पागल भइसक्यो क्या हो यस्तो टन्टलापुर घाममा पनि कही तारा देखिन्छ यी यहाँ तीनटा तारा यसमा चाहिँ दुई छ यो किनकि अस्तिको वर्षको 3 ताराको चाहिँ अलि छैन अब यो पालि 4 तारा हुन्छ नि पालि हैन यस्तो अर्जेन्टिना फाल्यो भने पोर्चुगलले फाल्ने हो हैन भनेपछि त भेट्ने चान्स छैन पोर्चुगल भेटेन भने त बिगेस्ट खुली त पोर्चुगल हुने भयो नि त क्वार्टर फाइनलसम्म नपुग्ने त अनि नेपाल र पोर्चुगलको उति वर्ल्ड कप होइन र नेपाल र पोर्चुगलको उति वर्ल्ड कप होइन र साँच्ची तपाईँ चाहिँ फुटबलमा कसको फ्यान म त एभर ग्रीन मेसीको फ्यान फुटबलको किङ मेसीको फ्यान ल बुवा मेसीको फ्यान पो हो तपाईँ म त रोनाल्डोको फ्यान हो नि बुवा फुक्क हो र त बुवा रोनाल्डो त तपाईलाई थाहा छैन होला रोनाल्डो त मेहनतले बनेको हो नि ओ मेसी त बिहानै उठेर चिया र चुरोट खान्छन् होला नेमार पनि फ्यानहरु हुन्छ है हैन भने हुन्छ नि खतरा छ त नेमार पनि फ्यान रे के अब ल ब्राजिलको फ्यान बिचकिन जाने यस्तोको भन्नु हुँदैन है के गर्नु अब अस्ति मोरोक्कोसँग ड्र खेल्यो त्यही पनि अब हैन हिरो छ मान्छे रमाइन्छ यसो हेर्दाखेरि त्यो भाइ बाबु जस्तो क्या अब हिरो बाबु जस्तो हैन अब त बदमास भइस कति केटी पटाएर डाबु के बोले भाइ इस सज्जन को क्या तकलीफ है भाई What country flag is this? That's the PAL. That is correct. big goal खत्तम के गरे तैले यो के गर्नु नि किट्टा छुटाको देखेनौ यता अर्जेन्टिना यता पोर्चुगल मनपर्ने प्लेयर चाहिँ को फुटबल माय गॉड म गेमहरु त हेर्दैन अब वर्ल्ड कपमा को हुन्छ यसपालि मेसी नेमार रोनाल्डो राम्रो चाहिँ रोनाल्डो छ वर्ल्ड कप सुरु हुँदैछ तपाईलाई वर्ल्ड कपमा चाहिँ कुन देश मन पर्छ र कुन खेलाडी मन पर्छ इंग्ल्यान्ड आजबाट वर्ल्ड कप सुरु हुँदैछ तपाई कसको फ्यान यो भन्दा अगाडि ब्राजिललाई सपोर्ट गर्ने गरेको हो विश्वकप आउँदैछ वर्ल्ड कपमा चाहिँ यो आन्टी त UFC मात्र हेर्नुहुन्छ है नो फुटबल ओन्ली UFC ल काउन्ट म्युट भयो सरी गाइसहरु विश्वकप आउँदैछ हैन वर्ल्ड कपमा चाहिँ तपाई कसको फ्यान को मन पर्छ खेलाडीहरु फुटबल खेलाडी मध्येमा अब कोलाई नेमार मेसी रोनाल्डो अब कुनै मन पर्दैन मलाई अब के भन्नु कुनै मन पर्दैन
त्योसम्म तपाईँ त खतरा प्लेयर जस्तै देखिनुहुन्छ संसद भवनमा पनि अनि बाट वर्ल्ड कप सुरु हुँदैछ तपाईँ कसको फ्यान मेसी अनि क्रिस्टियानो रोनाल्डो त्यसपछि एम्बाप्पे मान्यजी तपाईँ चाहिँ कसको फ्यान म पनि कसैको फ्यान छैन तर मेरो बच्चाले मेसी मेसी भन्छ अब उसकै फ्यान होला भाइ मेसी भन्दा खतरा रोनाल्डो इस खतरा मेसी खतरा तँलाई थाहा छ रोनाल्डोको 6 प्याक्स छ मेसीसँग वर्ल्ड कप छ तेरो रोनाल्डोसँग छ रोनाल्डोसँग 6 वटा 6 प्याक्स छ मेसीसँग 8 वटा ब्यालेन्डर छ रोनाल्डोसँग 6 प्याक्स छ त्यो नि खतरा वाला मेसीसँग गोल्डन बुट छ बुट किन्न चाहिँ 6 प्याक भएपछि स्टोर बेस्ट मेसी द बेस्ट वर्ल्डको बेस्ट भए के गर्नु साउदीको बेस्ट हुनु पर्यो भोलिबाट सुरु भयो 4 तारा हुने हो मेसी बुढो भयो भन्छौ नि तिमीहरू पहिलो खेलमै दादाले जवाफ दिन्छन् के भाइ अर्जेन्टिनालाई त नि अर्जेन्टिनाले जमानामा नेपाल मन हो र दाइले जे भने नि विवादमा पर्छ यो भनेर विवादमा परे के पर्दैन भनेर अर्जेन्टिनाले भनेको थियो नि त्यहाँदेखि मलाई अर्जेन्टिना मन पर्न छोडेको का भाइ आपका नलेज तो कमाल का हेर भाइ यसचोटि वर्ल्ड कप जित्ने भनेको अर्जेन्टिनाले हो हेर्दै जान मेसीले कस्तो गोल ठोक्छ हाम्रो चाहिँ नेवा छैन नेमार दाइ यो पालि पनि घाइते भए अब ग्रुप स्टेज खेल्दैनन् रे पुरै गेम भन्ने न्युज आइरहेको अब गए हुन्छ तो जाम्नु परम धाम टडालुको फ्यानसँग कसैले सक्छ मेसी र रोनाल्डो भाइ हेर भाइ मैले अस्ति पनि भनेको फेरि भनिदिन्छु गेम हो कसले जित्छ अब कसले गोल हाल्छ हो यस्तो हेर्छ भने त्यो हिसाबले हो भने रोनाल्डो बुझिनस् तर एउटा चुज गर न त भाइ एउटा चुज गर न त गर्ने दिमागमा रोनाल्डो हो तर बेउरा कस्तो चुज गर्छस् भने फेरि बेउरा चाहिँ मेसीको मेरी बासीहरूको एरा नै खतरा थियो कि अब तितो मलाई चाहिँ स्पेसल्ली तितो सत्य लाग्थ्यो अब यो वर्ल्ड कपहरू आयो भने सब जर्सी लाएर अनि त्यही कन्टेन्ट हुन्थ्यो हेरेर रमाइलो हुन्थ्यो विश्वकप फुटबल अब यो चाहिँ फुटबलहरू त्यो पहिलेबाट फलो गर्नेहरूलाई यो थाहा हुन्छ अब यो नयाँ नयाँलाई अलिक थाहा नहोला तर इपिक जर्मनको बेस्ट मिम हो भन्छ यो अब अस्ति 7 हानेपछि त फेरि रिभाइभ प्रतियोगिता हो जसमा विश्वका 31 राष्ट्रहरू जर्मनीसँग फाइनल खेल्न प्रतिस्पर्धा गर्छन् र अन्तिममा जित जर्मनीको हुन्छ त्यता अर्जेन्टिनाको पक्षमा रहेर यता फर्काउनु भन्दा अहिले नै जर्मनीको समर्थन गर्दा राम्रो हुन्छ किनकि बढी नै पीडा हुन सक्छ धेरै नै गोल हान्ला भन्ने अपेक्षा गरेको टिमले हार्दाखेरि खुबै बेइज्जत गर्नुहुन्थ्यो मेसीलाई पेनल्टी मिस गर्यो यसले यहाँ गर्यो त्यहाँ गर्यो यस्तो पनि खेलाडी हुन्छ भनेर आज के भयो तपाईँले आफै यस्तो गर्नुभयो त हजुर अनि किन यस्तो गर्नुभयो होइन यस्तो भयो मैले हान्न त खोजेकै हो है तर के भयो भने म त अब हावा पनि चलिरहेको थियो अनि भित्रबाट यो आज गन्जी पनि लागेको थिएन पसिनाले पनि चपचप भइरहेको थियो क्या अनि कस्तो भयो अनि किपर पनि उता जान्छ जस्तो गरेर यता आएका त्यो चाहिँ किपरले पनि झुक्कायो नि त मलाई पसिना आएर हो क्या खास गरी मात्रै खुट्टामा हो यस्तोमा पनि पुरै चिपचिप भइरहेको थियो क्या जुत्ता खुस्किन खोज्यो नि त अनि बिस्तारै बिस्तारै हान्दिएँ अनि किपर पनि बिचरा रुन लाग्यो जस्तो लाग्यो अनि त्यही भएर नत्र म राम्रै हान्ने मान्छे मेसीले हानेको भन्दा हिमाल अस्काइले हानेको बेसी खत्तम कुन देशको फ्यान हो वर्ल्ड कप आइरहेछ अर्जेन्टिनाको फ्यान हो अर्जेन्टिना अनि मेसी बाहेक 5 जनाको नामहरू भन्नु सक्नुहुन्छ भन्दिनँ अर्जेन्टिनाले लास्ट टाइम कतिमा जितेको थियो अर्जेन्टिनाले लङ टाइम ब्याक अब यस्तो के त होइन हाम्रो अब यहाँ हामीले अहिले ऱ्यान्डमली क्वेसन सोधिरहेको थियौँ त होइन नेपालीहरू चाहिँ किन यो क्यामेरा देख्ने बित्तिकै बन्दुक लिएर पुरा आइज खेल्न आइज भनेर यसरी भाग्छ क्या त किन हो त्यो यस्तो होइन त्यो क्यामेरा देखेर भाग्यो होइन क्यामेरा बोक्ने मान्छेहरू घिनलाग्दो भएर हो रोनाल्डो
मेसी नेमार यी तीनजनामा चाहिँ कसलाई छान्नुहुन्छ? रोनाल्डो हाम्रो हर्क दाइले अब नेपाल कहिले विश्वकपमा खेल्छ भन्ने चिन्ता रहेछ। हिजो सस्मित दाइलाई आखिर आफू हुँदैमा हेरेर मन छ अरे भनेर भन्नुभएको रहेछ। अब हर्क दाइले मन लाग्छ। I love Argentine girl. Hashtag Miss Roma. यो पालिको वर्ल्ड कप चाहिँ घानाले जित्छ है। यी जित्छ घानाले। लेदरले हजुर आए जित्छ। नाइ डरले हान भने होला लेदरले हान रे। आजकल त आकाशमा पनि तारै देखिन छोड्यो यार। यहाँ छ त यो त दुई रहेछ तीन स्टारमा 6 स्टार यहाँ भाइ यहाँ लाग्छ यहाँ। तेरो खोइ तेरो स्टार छाती मात्रै छ त। मेरो बनिँदैछ बुझिस्? अर्डर गर्नु दिएको छ अरे बुझिस्? अर्डर गर्नु दिएको छ अरे बुझिस्? एउटाले भन्छ पोर्चुगलले जित्छ, अर्कोले भन्छ ब्राजिलले जित्छ, फ्रान्सले जित्छ होइन, लौडा लसुन सबले जित्छ भन्छ है। यस्तो झगडा गर्नुभन्दा आउनुहोस् सबै देशको प्रतिनिधित्व गर्दै 51जना फ्यान आउनुहोस्, सल्लाह गरौँ अनि दिम के वर्ल्ड कप तर्लाकै दिम। यो झगडा नगरौँ होइन, खेलेरै जित्न पर्छ भन्नुहुन्छ भने चाहिँ अर्जेन्टिनाले जित्छ। मम्मीले मेसी भनेर मेसीको लुगा किनिदिनु। मेसी के रोनाल्डो? रोनाल्डो? तीन तारा रहेछ। अनि मेसीको जर्सी किन लाको? मम्मीले यही किनिदिनु होला। थाहा छ नि त, मम्मी नोज एभ्रिथिङ। अर्जेन्टिनाले मेसीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ। अर्जेन्टिनालाई वर्ल्ड कपमा हराउने टिम भेटेको छ, तर त्यसको लागि चाहिँ स्ट्राइकर खेल्नुपर्ने हुन्छ ईशान खड्काले। फेरि फ्री किक त फेरि यस्तै हो नि, फेरि ईशान खड्काको फेरि डोनाल्डो पोर्चुगलको भन्ने कुरो थाहा छैन? आमा मान्ने हो कस्तो चाहिँ यसरी खुट्टो घुमाउँछ भने नि त्यसले। यसको खुट्टो घुमाइबाट म त्यसको फ्यान। म पनि यो वर्ल्ड कपमा कसको समर्थन गर्ने भनेर निर्णय नै लिन सकिरहेको थिइनँ। अब तँ डोनाल्डोको फ्यान हो भनेदेखि म पनि आजदेखि डोनाल्डोको फ्यान। कोने में खड़ी खड़ी देखते रहना तुम। ओइ तेरो यो अर्जेन्टिनाको जर्सी त लास्टै हलुङ्गो छ होला है। अर्जेन्टिनाको दामी जर्सी हलुङ्गो भइहाल्छ नि। हलुङ्गो हुनलाई त यी 5वटा तारा बोक्नु पर्यो नि त। यति बेला हामीसँग दुईजना स्टार हुनुहुन्छ, फुटबल क्षेत्रका ताराहरू भनेर चिन्नुहुन्छ। विशेष गरी रोनाल्डो र मेसी हुनुहुन्छ हामीसँग। उहाँहरूले अहिले खेतको काम सकेर आउनु भएको छ, उहाँहरूसँग विशेष कुराकानी गरौँ। रोनाल्डोजी अहिले खेतमा चाहिँ के छर्नुभयो? तत्काललाई चाहिँ खेतमा के छ तपाईँको खेतीबाली? अहिले चाहिँ मकै छ हाम्रो खेतमा चाहिँ होइन। मैले पानी पनि राम्रोसँग परेन नि त, त्यस कारणले गर्दाखेरि मकै छरेका छौँ। अब धान रोप्ने भनेको हो है, मैले बुवालाई धान रोपाउँ त बुवा भनेको, उहाँले चाहिँ मान्नु भएन। अलिक जिद्दी हुनुहुन्छ कि बुवा, उहाँले चाहिँ आफैले भन्नुभयो अहिले पानी परेको छैन होइन, बढी कुरा नगर, बढी कुरा गरिस् भने फेरि अनि भेट्छस् नि तैँले भन्नुभयो कि, अनि हातै राख्नु भयो नि त हान्नको लागि। त्यही भएर ठिकै छ, मेसीजीसँग पनि यति बेला कुराकानी गर्छु। मेसीजीले पनि छर्नु भएको होला खेतबारीमा होइन? तपाईँ त हली पनि हो के अरे पहिलादेखि होइन त? ऊ त हली नै हो नि त पहिल्यैदेखि। तपाईँहरू दुईजना चाहिँ मिलेर एक हल गरौँ चाहिँ हामी दुईजनाले चलाउँथ्यौँ सानैदेखि। त्यस्तो कुरा छैन। मैले पनि अब यो वाला चाहिँ त्यो टन्नै आइसक्यो नि त, त्यो फनी नलाग्ने रहेछ कि लास्टै लिएर आइसक्यो। बरु हिजो एउटा देखाएको थियो मेसीको के अरे मेसीलाई नेपालको बारेमा पनि थाहा छैन भनेर पछि मेसीले पुरै नेपालमा दसैँ आउँदैछ। अनि ऊ चाहिँ म चाहिँ एकदम मिल्ने साथी घनिष्ठ सानोदेखि गोचा खेल त्यही यो कुरा। ल अब यता गीत पनि आइसक्यो अर्जेन्टिनाले जित्ने भन्ने। त्यही भन्दैमा अब होप अब यो अर्जेन्टिनाले जित्दोस् भनेको चाहिँ मेसीकै लागि मात्रै हो मैले हेर। अब जुन टिम लिएर आउँछ चाहिँ त्यही टिमले जिते पनि खासै फरक त पर्दैन, तर अब मेसीले रिटायर लिन्छ नि त यसपछि। अनि विदाउट वर्ल्ड कप त के रिटायर लिनु भन्ने कुरा मेरो। अब त्यो भन्दा साथ फेरि रोनाल्डो पनि लिन्छ, नेमारले पनि लिन्छ भन्ने कुरा आउँछ, तर म मेसी फ्यान भएर मात्रै हो। त्यही हो। अब
जसले राउन्ड खेल्छ त्यसले जित्नुपर्छ भन्ने हो। त्यही भन्दैमा अब सी यु इन नेक्स्ट रिएक्सन भिडियो है त, बाई।